परवी सर नमस्कार। नमस्कार दाइ। तपाईँले एउटा कुरा सोध्नु मलाई आज उद्घाटनमा बोलाइहाल्नुभयो होइन? कोरियन मिट मार्ट होइन? किन नाम चाहिँ कोरियन किन राख्नुभयो एउटा एकचोटि भन्नु न। नेपालमा सिकेको भएर त्यसको सम्झनामा राखेको नाम हो। यसलाई मैले जीवनभर छुट्याउन मिल्दैन सधैँ बोकेरै है। कोरियामा कति वर्ष भयो? 10 वर्ष बस्नु। अब त्यहाँको 10 वर्ष त्यहाँ गरेको काम चाहिँ तपाईँले नेपालमा पनि हाम्रो नेपालीलाई पनि कोरियन खाना कस्तो हुन्छ, कोरियन आइटमहरू कस्तो हुन्छ होइन, एकदम स्पेसल चाहिँ के हुन्छ यसको? यहाँको मेरो मासु हो होइन, मासु त अब तपाईँको नेपालीहरू पनि छ नि, अरू छ, तर स्पेसल यहाँको कति चिज हो कि के हुन्छ नि एउटा? त्यो चाहिँ कस्तो हुन्छ नि, मासु पनि आफ्नो विशेषता हुन्छ होइन, त्यसपछि खाने तरिकाहरू फरक हुन्छ। हामीले चाहिँ कोरियामा चाहिँ मिटको प्रोसेसिङ काम गरेको हो, हामीले चाहिँ त्यही अनुसारको हेर्नु होला। एउटा मासुहरू उहाँले चाहिँ हाम्रो यहाँको देखाउँदै हुनुहुन्छ। त्यो मासुहरू त्यो चाहिँ गालाको मासु हो। गालाको मासु यो चाहिँ गालाको मासु। तपाईँले चाहिँ अब यसको चाहिँ आफ्नो जस्तो किसिमको मासु खान मन लाग्यो, जुन पातको मासु खान मन लाग्यो त्यो पाउँछ हामीले त। अनि यो टाउकोमा यसरी यो त पहिलोचोटि देख्दैछु होइन। अब टाउको पुजारी तपाईँ है, तपाईँले अब त्यहीको चाहिँ रुल चाहिँ फलो गर्नुभयो, खुसी लाग्यो। अनि यो भिडियो हेर्नु हुनेलाई तपाईँले के भन्नुहुन्छ? अब के चाहिँ खानु मन लागि स्पेसल कोकहरूको लागि सोकिन मान्छे छ भने चाहिँ कोकहरू चाहिँ सफा राम्रो होइन आइदिनु होला। कोक मात्र हो त, अरू पनि होला नि त, चिकनहरू सबै होला नि त होइन? यो चाहिँ यो प्याकिङ आएको कि यहीँ बनाएर तपाईँले? यो त नेपाल प्रोडक्ट होइन? यो चाहिँ पहिला विदेशबाट आउँथ्यो, बाहिरबाट आउँथ्यो होइन, विदेशबाट आयात गर्थ्यो। यसलाई के भन्छ? यसलाई त्यो चाहिँ नेक मिटहरू भन्छ, स्टिकहरू बनाउनलाई राम्रो स्टिकको लागि। ल ठिक छ, यहाँले धेरै धेरै शुभकामना तथा यत्रो अब मिटमार्ट खोल्नु भएको छ, कोरियन मिटमार्ट होइन, बधाई। यहाँको चाहिँ धेरै सफलताको चाहिँ कामना होस् होइन। तपाईँले सोचेर जति पनि यहाँ खोल्नु भएको छ एकदमै राम्रो होस् भन्न चाहन्छु, शुभकामना है त।